हेलो गाइजहरु वेलकम टु माई भ्लग हैन। फेरि आज चाहिँ मेरो न्यू भ्लग छ। हजुरहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला है त। हजुरहरूले आजको भिडियोतर्फ के छ भने थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला। यहाँतिर चाहिँ यस्तै छ हैन, उतितिर गाउँ छ है। अनि मेरो भिडियो फुल वाच गरेर हेरिदिनु होला भन्न चाहन्छु म चाहिँ हैन। म चाहिँ हिँडिरहेको छु है घाँस लिनलाई। त्यतिर गाउँ छ, यतातिर रोड छ, हेर्दै गइदिनु है। हाम्रो गाउँ कस्तो छ कमेन्ट गरिदिनु। हाम्रो गाउँ चाहिँ मासतिर हो। यस्तो छ गाइजहरु हैन। यतातिर चाहिँ असाध्यै नै जाडो बढिसक्यो। हजुरहरूको गाउँतिर कतिको जाडो छ है कमेन्ट गरौँ। यहाँ हेर्नु न, धारामा जान नि अल्छी लाग्छ हैन। मुख पनि धोएको छैन, यतिले अल्छी लाग्छ कि कुरै नगरौँ गाइज हैन, कुरै नगरौँ। यतिले अल्छी हुन्छ कि भारी बोकेर हिँडिरहेकी छु। हेर्दै गइदिनु भिडियोहरू कस्तो कस्तो आउँछ। यस्तै छ, यस्तो छ हैन बाटो घाटो हैन। हाम्रो गाउँतिरको हालत त्यस्तो जाडो छिरिसक्यो गाइज हैन। घाम नि 10-11 बजे मात्रै आइपुग्छ यतातिर हैन। जाडोले त म चाहिँ त्यहाँ जान थालेकी छु। हेरेर सपोर्ट गरिदिनु। यता छु, यतातिर हेर्नु गाइजहरु हैन। यहाँतिर चाहिँ कुहिरो ढाकेर केही छैन हाम्रो गाउँ। यस्तै छ यतातिर गाउँ हो। त्यो चाहिँ खत्री बस्छ। यतातिर कुहिरोले ढाकिएको छ, त्यही हो। यस्तो छ है जाडोले, यतातिर घाम छ। जाडो मौसम छिरिसक्यो गाइज। हेर्दैको जानुहोस् भिडियो कस्तो हुन्छ हैन। बाटो छ, त्यतातिर गाउँ छ, मेरो घर छ। गाउँ छ, त्यही ला हराउन गे राजिम कुकुर आएछ, कातिक लागेछ त्यो गाइस। चरो उडेर गयो, त्यस्तो छ हैन। पछि हाम्रो बारी आलु छ, यहाँ आलु रोपेको।
यस्तो छ गाइस यो सिस्नु छ यस्तै छ कतितिर मान्छे छ म यता चाहिँ यता गइदिनु होइन यहाँ चाहिँ यसले के भन्छ है हजुरहरूको भाषाबाट चाहिँ आएन मलाई होइन सिमी होइन यसले के चाहिँ भन्थ्यो है कमेन्ट गरौँ है मलाई आएन फुल आलु छ यतातिर हाम्रो रोपेको चौरीमी गाईको घिउ यो चाहिँ हाम्रो घर छ थत्था केले चिमाट्यो हे पर थत्था केले चिमाट्यो त त्यस्तो छ है हाम्रो त्यो पहाडी गाउँ छ कोशी पहाडी हो त्यो चाहिँ मास्तिर घर छ त्यतातिर गाउँ छ है गाई चर्नु हाम्रो छरछिमेको उनीहरू चाहिँ त्यतातिर वन जङ्गल छ मास्तिर हेर्नु त्यस्तो यता त घाम टर्केर देख्दैन रहेछ यस्तो छ म फेरि धारा बाटोमा जान्छु त्यतातिर हेर्नु नि घामै लागेको छैन क्या त्यतातिर त खोइ जहाँबाट नि घामले नै टर्किँदो रहेछ टर्किँदो हो कि टर्किँदो रहेछ यस्तो छ अब म चाहिँ तल्लो घर जान्छु एकदम को रहेछ त्यो सिस्नु छ पोल छ यो सुकाएको रहेछ अनि फेरि उता नि गाउँ छ हेर्नु गाई हाम्रो त यस्तो छ हौ उता नि होइन घेरिएको गाउँ छ अझ रक्सी पहाड छ त्यसरी मैले भिडियो बनाएको थिएँ त्यतिर कुखुराहरू छ त्यहाँ बाख्रा चाङबराङ तिलाल शिबु देउ शिवले शिव थुङ जीवा तिङ मलाई अलि चाली बिर्सिएको बिन्दास चाहिँ हुनुहुन्छ कुसुम घोले जी चाहिँ यो घरकी मालिक नि हुन् अब भित्र गइन् अब के गर्दो रहेछ हेरौँ गयो ए घर त नदेखाउने जस्तै छ हाम्रो त अब बाख्रा खोर जस्तो छ घर पनि यहाँ तिङ मलाई जङ्गल अलिचाली बिर्सिएको होला चाहिँ अगाडि अबि तिगै बिजोसले कि भ्यूले पैसा अरे भ्यू 20,000 बाट
म चाहिँ यो कुखुराको है कल यहाँ लिया बिबिन को लेछु म भिडियो रि त्यहाँ घर चाहिँ उता चाहिँ कस्तो दृश्य छ म देखाउँछु हजुरहरूलाई अनि निकाल्छु यहाँ बसिरहेको गाइजहरू कस्तो छ उब्जाउ चिरेको ओखान भ्याउनु गाइज म चाहिँ आज स्याहार्छु गाइज मैले धेरै त्यही बोल्दिनँ दिन भनेको चाहिँ आज म भ्लग छिटाउँछु अनि त धेरै सिमी छ है हाम्रो यो तलतिर खेत छैन सबै धान काटिसक्यो म सिधै ठाउँसम्म भिडियो रुमसम्म जाने भिडियो आउँछ त्यो हो म पानी लान्छु मेरो कोठामा हेलो गाइजहरु हैन अहिले चाहिँ दिउँसो भइसक्यो है यस्तो छ है जाडोले मान्छेहरु ठङ्ग्रिएर मर्न आँटिसक्यो हैन हाम्रो गाउँतिर चाहिँ सबैजना है जाडोले ठङ्ग्रिएर मर्दै आँटेको त्यो बिउजिम आला हो किन चाहिँ आला के बेसे सोजिम है गाइज लु दिउँसो छ है असाध्यै हैन असाध्यै जाडो छ हजुरहरुको म कस्तो छ भनिदिनु होला यहाँ चाहिँ हाम्रो लडी छ अनि के भनिदिनु यहाँ चाहिँ यहाँ बारीमा म जान्छु है त्यहाँतिरको के छ के रोप्या छ हजुरहरुलाई म देखाउँछु है आज चाहिँ दिउँसो भइसक्यो घाम त्यहाँ पुगिसक्यो बाख्रा बाख्री छ स्यान्डपुली प्यान्डपुली छ ब्राले हौ लडी हैन यहाँ चाहिँ पाटो छ हैन फुल यस्तो छ हाम्रो
यो त अस्ति नै देखाइसकेँ मैले अर्कै भ्लगमा ड्युटीमा यहाँ उतातिर काटेछ बारी मजाको त्यहाँतिर यस्तो जङ्गल छ अघि नै मैले देखाउन थालेको थिएँ त्यो पाखाहरू घामले टर्केर देखाउन सकिनँ यहाँतिर धान सुकाएको छ लु उतातिर हेर्नु धान काटेर यस्तो भइरहेछ रोड छ उतातिर मिसिन आएको छ त्यहाँ चाहिँ मलाई कराइरहेछ है त्यो लडीमाया तामाङले हाम्रो गाउँकी मुझे काय पाहिजे का मामला जिमला भाई ती ठारेला त लुदिला मी गरे दा मिठो यतातिर गाउँ छ अनि यतातिर आकाश है त्यहाँतिर सुनकोशी छ त्यतातिर त घाम चाहिँ त सबै गइसक्यो घाम यहाँ चाहिँ म चाहिँ जाडोले ठङ्गिसक्यो गयो तलतिर चाहिँ यहाँ यसरी हिँडिरहेको छु जाडोले होइन गाइस के गरौँ अब यहाँतिर गोलमेरा छ साथीकै बिबिङले घाला लागिरी के भनिदिनु त सरले दिएको सिम्यामले देखोस् त होइन यी फापर सुकाएको छ त्यो सिमी छ सानो छाँगा इब्राले थिङ्गाला भेटेर छाँगा नि दो आनन्द अरे बिग्री दिले अब म हजुरलाई नाइट देखाउँछु नाइटको भ्लग देखाउँछु मेरो भिडियो समाप्त हुन्छ त्यो युट्युब च्यानलमा गइन्छ है युट्युब च्यानल गइसकेपछि यो मिस्टर रमेशलाई सब्सक्राइबर लाइक कमेन्ट कस्तो छ भिडियो त्यस्तै गरिदिनु होला हजुरले फुलवा चाहिँ गर्नुहुन्न होला के देख्नु रोज हालम वाट भ्यू छ लो है गाइज हेर्दै गइदिनु ल गाइज होइन यो आज चाहिँ नाइटको सिन यस्तै छ होइन यतातिर गाउँ छ होइन म चाहिँ आजको हाम्रो गाउँतिरको रातको सिन देखाउँछु हजुरहरूलाई यस्तो छ यतातिर घर छ त्यतातिर घर छ होइन नाइट सिन हो यो चाहिँ मन परेसी पर्यो 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 चाचो टिके दाइ चाहिँ ध्यानमाले ढिङ्गरदी खुमभरि अब यता घरको सिन देखाउँछ हजुरहरूलाई गाउँ छ है मैले बिहान देखाएकै थिएँ ओ गाडी हाम्रो काली लडी छ नि यता लु म यता चाहिँ नाइट सिन हो होइन जाडो छ त्यस्तै यो भित्र को छ हेरौँ कोही छैन होइन मासतिर गएको छ ल अब हाम्रो घर देखाउँछ हजुरहरूलाई हाम्रो घरको सिन अब यस्तो अन्धकारमा हिँड्नु परेको छ गाइज है अब यो लास्ट भिडियो भनेकै लाइक कमेन्ट सेयर सब्सक्राइब त्यो चाहिँ हाम्रो घर हो म चाहिँ हिँड्ने होइन यहाँभित्र नि कोठा छ त्यो नि एउटा घर हो त्यहाँ छ यहाँ पनि कोठा छ अब यहाँतिर घाँस राखेको एउटा घर देखाउँछु यो घर एउटा हो धर कार्तिक लागेको छ कुकुरलाई नि चाहिँ हाम्रो घर हो भित्र देखाउँछु हजुरहरूलाई हेर्नु मासतिर यस्तो छ ओइ लन्ठु कहाँ जान्छ त राति एउटा मान्छे भाग्यो है भूत कि के हो ओए पुन्टे कहाँ जान्छ अहिले त पुन्टे आउनु ल बा तिदा खाल मान्देरी ठिक चाहिँ आनी बा युङमा किनी बा त्यहाँ माथि नि घर छ अनि तिमीले हाल मलाई बिउटी फाटा घर छ होइन अब म चाहिँ होइन एउटा दुईवटा हाम्रो घरबाट तिनवटा चारवटा एउटा बाँकी छ म देखाउँछु यस्तै हो होइन हाम्रो कोठा उता भान्जी कोठा एउटा छ दुईवटा माथि घरमा ओ जाङ ठिक ल ओइ ठिक मलाई पनि जम्मा झन् लु अब यस्तो अन्धकार छ अब अन्धकारमा हिँड्नु पर्यो त्यहाँ जान्छु म
हो त्यहाँ जान्छु हजुरहरूलाई देखाउनु त परिगयो भनेर म हिँडेँ कि होइन मोबाइलमा हेरिनँ मैले अस्तेरी कहिले चैट आए हे परमात्मा मर्छ कि के हो यस्तो उसमा त अन्धकारमा हिँड्ने कि छ मन परेपछि पर्यो त नि हो पागल प्रेमी छबाट जाने हो आइपुग्यो याद चाहिँ गर्छ र है त गाइज है यो घर परिचारको समस्या रहेछ मैले देखाउन सकिनँ आजको लागि यति नै लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु है त धन्यवाद।